हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल है। सो गुड मर्निङ सबैलाई। र आज हो वेडनेसडे र धेरै दिन बाद म भ्लगिङ गर्दैछु। सो स्वागत छ मेरो च्यानलमा है। र मर्निङमा चाहिँ म यहाँ बिहान बिहान पानी पिउँदैछु र आफूलाई हाइड्रेट गर्दैछु। बिहान अब यति अल्छी लाग्छ के गर्नु, तर पनि अब फर्स्ट मर्निङ मेरो डे चाहिँ स्टार्ट हुन्छ पानीबाट है। सो गुड मर्निङ साथीहरू है। र यता चाहिँ म अब पानी सानी पिएर अब के गर्नु, त्यही हो ब्रेकफास्ट टाइमिङ है। र म आज चाहिँ छिटो उठेको थिएँ र छिटो उठेर चाहिँ अब चाहिँ सोचेको छु छिटै उठ्छु, किनकि जति लेट उठ्यो जिउ पनि त्यत्तिकै भारी लाग्ने। र यहाँ ब्रेकफास्टको लागि चाहिँ म आँटाहरू मुसेर राख्दैछु है। र आफूलाई चाहिँ आजदेखि म पिउँदै थिएँ रातो चिया। आजदेखि होइन, आज चाहिँ मलाई पिउनु मन परेको थियो रातो चिया। सो रातो चिया पनि यहाँ रेडी छ मेरो हो। रातो चिया पिउँदै यहाँ तपाईँलाई पनि देखाउँदैछु। सो आज चाहिँ खाजाको लागि रेडी गर्दै थिएँ आलु भाजा है। सब्जी हुन्छ तर पनि एज युजुअल आलु चाहिँ मिठो लाग्छ। सो आलु भाजा है। सो आलु भाजा यहाँ पाक्दैछ। हेलो गर्नु सानो छ। बेला त हेरौँ के गर्यो। के दिनु, के गर्नु र भन्न जगा र ल अब बस। यो पकेटमा हाल्दा छोरी। ल ल ल जाऊ। त्यो थिएँ गाइस। र के गर्नु, अब नानी र हस्बेन्ड गएपछि चाहिँ एक्लै हो, एक्लै ब्रेकफास्ट गर्दै बसिरहेको थिएँ म है। र साथमा ब्लगिङ पनि हुँदै थियो र वेदर पनि एकदमै अब के भन्नु, पानी पनि घाम पनि टाइपको भइरहेको थियो। सो त्यही खाँदै खाँदै म चाहिँ अब के काम गर्नुपर्ने हो सोच्दै यहाँ है तपाईँहरूसँग इन्टरेक्ट गर्दैछु। सो यति खाएर चाहिँ म आइपुगेँ है किचनमा र भाँडासाँडा सब माझेर सफा गरिसकेँ है। अब चाहिँ छ पालो मेरो, त्यही हो अब हुन्छ मेरो पालो खानापट्टि है। नानीको खानाहरू पनि रेडी गर्नुपर्ने हुन्छ एज युजुअल, गरेन भने आज आज म सब्जी है, किनकि मासु थिएन आज चाहिँ सब्जी नै बनाउँदैछु। के गरेको नानी। सो फर्स्ट अफ अल म चाहिँ यहाँ तेलहरू लगाएर चाहिँ भिन्डी भुट्न आँटेको छु है। र आज चाहिँ सोच्दैछु झोल झोल बनाउनु, डेली एउटा पनि खानु खोज्दैन। तर मेरो नानीले चाहिँ साथीहरू जे पकाए पनि खानु चाहिँ खान्छ है। सो म चाहिँ यहाँ हिङ देखाउँदैछु तपाईँहरूलाई। म हिङ चाहिँ हाल्छु सब्जी, किनकि यसले टेस्ट पनि ल्याउँछ प्लस हेल्थको लागि नै राम्रो भन्छ है हिङ चाहिँ। र सो मैले चाहिँ यहाँ फर्स्ट हिङ हालेर हल्का पाँचफोरन पड्काइदिन्छु, त्यति नै 5 मिनट पड्काइदिन्छु। र पड्काएर चाहिँ म यहाँ प्याजहरू लगाइदिन्छु है साथीहरू। के गर्नु, दिनभरि घरमा भएपछि चाहिँ अब एउटै काम गर्नु पनि
दिक्कै लाग्दो रहेछ, तर पनि गर्नैपर्छ रुटिन एउटै भएपछि है। र तर मान्छेहरूले चाहिँ भन्छ नि अब घरमा कामै के हुन्छ, तर घरमै काम बेसी हुन्छ है साथीहरू। अब त्यही पनि डेली एउटै काम गरिराख्नु परेको पनि दिक्क लाग्दो रहेछ है। यसो के गर्नु, अब गर्नुपर्ने हुन्छ। एउटा हाउसवाइफ भएपछि अब त्यति त अब गर्नै पऱ्यो होला, नानीको लागि, हस्बेन्डको लागि है, सबैको लागि टाइम निकालेर गर्नुपर्ने हुन्छ। सो म चाहिँ यहाँ सब्जी बसाउँदैछु धमाधम, किनकि मलाई चाहिँ साथीहरू अब काम चाहिँ नि राखिराख्नै मन लाग्दैन। छ भने गरेर फिनिस गरिहालेको ठिक लाग्छ कि। अन्त के चाहिँ एउटा कुरा भन्दाखेरि बसेपछि त्यो चिज गर्नु मलाई नेक्स्ट यति अल्छी लाग्छ नि नभन्नु। त्यो मसँग मात्रै हुन्छ कि तपाईँहरूसँग पनि हुन्छ है, यति अल्छी लाग्छ। त्यही लागि म चाहिँ खाजासाजा खाएर पकाइहाल्छु। अहिले आउँछ, काम गरिहाल्नु मन लाग्छ है। राखेपछि र बसेपछि चाहिँ साथीहरू के भन्नु, कसैले डोरीले बाँधिदिएर क्या नगर काम भन्ने जस्तै हुन्छ है। के गर्नु आउँछ लागेपछि सो म चाहिँ यहाँ आलु र भिन्डीलाई लगाएर चाहिँ हल्का भुट्दैछु है। त्यही हो, लसुन अदुवा हल्का लगाएर हल्दी नुन लगाएर चाहिँ टमाटर लगाएर नानीको लागि सब्जी पकाउँदैछु। त्यही गर्दा तपाईँलाई मेरो भिडियो कस्तो के लाग्छ प्लिज कमेन्ट गरिदिनु होला, किनकि मेरो भिडियो चाहिँ यस्तै हुन्छ है। किनकि बाहिर म त्यति हुँदिनँ भिडियोहरू हो, भयो भने त्यो नानीको स्कुल जाँदा हुन्छ होला, कोही बेला चाहिँ हुनसक्छ। तर मेरो बेसी जस्तो भ्लग चाहिँ भिडियो चाहिँ होम भ्लगै हुन्छ। सो तपाईँहरूले इन्जोय गर्नु होला है। र प्लिज कमेन्ट र सब्सक्राइब है मेरो च्यानललाई। र हेर्नु सक्नुहुन्छ सब्जी चाहिँ यति चाहिँ मैले यहाँ बनाउँदैछु। हल्का भुटेर चाहिँ यसलाई अलिकति रफ बनाउनुपर्छ, किनकि थाहा छ तपाईँलाई भिन्डी चेलचेल हुन्छ, अलिकति चेलचेल भइहाल्छ। सो पाक्दैछ र म चाहिँ यहाँ रुममा आएर चाहिँ तपाईँहरूसँग गफ गर्दै थिएँ, तर त्यो गफ नै सुनेन क्या। त्यही लागि म चाहिँ यहाँ भोइस ओभर गर्दैछु है तपाईँहरूसँग। र म चाहिँ के भन्दै थिएँ भन्दाखेरि कति दिन बाद चाहिँ म भिडियो गर्दै थिएँ साथीहरू। सो त्यही भिडियो चाहिँ म तपाईँहरूसँग भन्दै थिएँ कि कति दिन बाद सेयर गरेको, त्यही बात गर्दै थिएँ। सो सबै खानापिना सकेर चाहिँ म यहाँ रेडी भएँ स्कुल जानको लागि है। के गर्नु कस्तो अल्छी लाग्छ, निस्किनु पनि हो, लिएर जानु लिनु जानु पनि, तर के गर्नु लिनु जानैपर्छ नानीलाई। सो म चाहिँ यहाँ रेडीसेडी भइसकेँ, अलमोस्ट रेडी भइसकेँ। हल्का अब त्यही हो क्रिमहरू लाउनु छ, क्रिम पनि यस्तो गरममा के लाउनु, तर पनि टोनर लाउँछु, मोइस्चराइजर र सनस्क्रिन त्यति नै हो साथीहरू। त्यहाँ उपरान्त म केही लाउनु सक्दिनँ, किनकि गरमले अनुहार यति ओइली हुन्छ मेरो, त्यही भएर सो म हल्का मेकअप गरेर चाहिँ निस्किन्छु है। र यहाँ न मोटाएर केही छैन, के गर्नु भुडिने मात्रै लाग्छ है साथीहरू, हाँस पनि उठ्छ। पहिल्यैभन्दा आफूलाई अलिकति घटेको जस्तो चाहिँ लाग्छ कि साथीहरू, तर के गर्नु अब भुँडी बेसी ठुलो भएर होला कि 19-20 पनि भएको छु जस्तो लाग्छ। तर आफूभित्र चाहिँ मतलब हुन्छ नि विक भइरहेको हुन्छु, बाहिर जिउ नघटे पनि। सो साथीहरू म चाहिँ रेडी भएर अलमोस्ट डन भइसकेँ र अब चाहिँ त्यही हो म क्रिमहरू लाउँछु भनेर चाहिँ यहाँ तपाईँहरूलाई भन्दै थिएँ। सो त्यही हो, हेर्दै गर्नुहोस् होला है। अब के पो गर्छ हौ त्यसो त। सो त्यही हो, र म चाहिँ धेरै दिनपछि चाहिँ आफ्नो च्यानलमा एक्टिभ के गर्नु कोही बेला ठिकै छ। त्यही भएर सो मेरो च्यानललाई जतिजनाले पनि के भन्नु त्यसलाई सब्सक्राइब गरिदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। र जो पनि नयाँ जोडिनु हुँदैछ उहाँहरूलाई प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु र जतिसक्दो मलाई धेरैभन्दा धेरै के भन्नु मेरो च्यानललाई अझ अगाडि बढाउने एउटा मौका दिनुहोस् है। र त्यही भन्न चाहन्छु। र म चाहिँ एउटा होम भ्लगर हो, होमभन्दा अब घरकै कामहरू यताउता त्यही हुन्छ, मेरो बेसी बाहिरको भ्लग हुँदैन। सो मेरो चाहिँ बेसी होम भ्लग हुन्छ। सो मेरो भ्लगलाई चाहिँ धेरै माया गरिदिनुहोस् होला है साथीहरू। सो गाइस म चाहिँ अब निक्लेँ है।
सो गाइज म चाहिँ अब निक्लिसकेँ बाहिर स्कुल जाँदैछु कहाँ भिडियो गरिहाल्छु ल दिन्छु निक्लिँदैछु है यहाँ हेर नि नानीलाई लिनुलाई र वेदर चाहिँ एकदमै के भन्नु पानी भइरहेको थियो बाहिरबाट अन्त म चाहिँ यहाँ टोटो पनि नपाएर है एज युजल हिँड्दै जाँदैछु किनकि हाम्रो बाटोहरू यति बिग्रेको छ खेल्दै गर न एकछिन हाम्रो चाहिँ बाटोहरू यति बिग्रेको छ हाम्रो घरपट्टि आउने बाटोहरू नगर न त्यसरी त सुनिँदैन नि त फेरि हेर न यति बिग्रेको छ कि टोटोहरू पनि आउनु सक्दैन हो सो टोटो पनि पाइनँ सो म हिँड्दै जाँदैछु है साथीहरू हो अब के गर्नु दुःख गर्नै पऱ्यो र मेरो नानी चाहिँ स्कुल स्कुलको बारेर पनि हेर्नुहोस् न पानी जामेर कस्तो भइरहेछ नानीलाई लिन जानु पनि जोग हुन्छ हो टोटो पनि पाउँदैन अहिले पनि हिँड्दै एकजना टोटो उता हामी चाहिँ हिँड्दै हिँड्दै मेन बाटोबाट अगाडि हिँड्नु त बाबा अलिकति पुग्ने हैन बाटोमा चाहिँ ल मेरो छोरी हिँड्दै साइड साइडमा हिँड्नु के देखाउँदै साइड साइडमा हिँड्नु बिग हाउस बिग हाउस उसको बिग आज चाहिँ उसको उहाँ न म्यामले उसलाई क्याट भनिदिइरहेछ हो र यहाँ चाहिँ बजारमा आइसक्रिम खाने आइसक्रिम भन्छ हो आइसक्रिम किनिदिएको किन्डर जोय पनि किन्दिनँ अरे हो सो आइसक्रिम खाँदै टोटोमा बसिरहेछ हो बस्दै आइसक्रिमको मजा लिन्छ पानी आउनु त्यसरी रोडमा हामी यति गर्दा गर्दा गर्दै हामी घर पनि आइपुग्यौँ घर आएर फेरि यस्तो गरेर चाहिँ रिस उठ्छ मलाई घर आइपुग्यौँ र र नानीले खुसी हुँदै देखाउँदैछ उसको बडीको घरमा र किन्डर जोय पनि सो गर्दैछ मलाई अन्त घरमा आउने बित्तिकै उसलाई किन्डर जोय ओपन गरेर हातखुट्टा पनि नधोइ सो मैले चाहिँ उसलाई हातखुट्टा धोएर उयो गरिदिइसकेँ र उसको यहाँ टिफिन चेक गर्दा आज चाहिँ एकदमै फिनिस गरेको थियो मेरो बाबाले रोटी पनि फिनिस म्याङ्गो पनि फिनिस गरेको थिएँ यहाँ ल ओ फिनिस र आजकल गुड कल भएको छ है र यहाँ हेर्नुहोस् न सब फिनिस गरेँ मम्मा गरेर चाहिँ यहाँ मैले खुसी भएर किन्डर जोय दिएँ मेरो छोरीलाई हो त्यही हो साथीहरू आजको भिडियो पनि हामी यतिमै एन्ड गर्छु है र यही हो मेरो आजको आफ्टर सो लङ भिडियो है होप तपाईँलाई मन पर्यो होला सो प्लिज डु सब्सक्राइब मेरो च्यानललाई बेसीभन्दा बेसी सब्सक्राइब गरिदिनु सो बाई बाई भेटौँ अर्को ब्लगमा मेल्ट भएछ खाइहाल हे गाइस मेरो छोरीले चाहिँ खाँदैछ यहाँ के खाएको किन्डर जोय यसो चिज त मिठो लाग्छ नि मेरो छोरीलाई के भएछ मेल्ट भएछ छैन र गाइस यस्तो चिज चाहिँ मिठो लाग्छ हो यस्तो चिज चाहिँ केही उयो छैन यहाँ हेर्नु न यस्तैकै लागि मात्रै खान्छ यो हावाको के हो भित्ताको यस्तो यो दुईटा बल्स चक्लेट हो यतिमै 50 रुपिस हो